हेलो नमस्ते सम्पूर्ण दर्शकहरूलाई फेरि पनि स्वागत छ भूमि भिलेज भ्लगमा। अब चाहिँ म बेलुकीको भात पकाउँदैछु। शर्मिला चाहिँ घाँस काट्न बाहिरतिर गएको छ र हाम्रो भिडियो हेर्दै गर्नु होला। थ्याङ्क यू नमस्ते। नाउ आई एम गोइङ टु कुक डिनर। प्लिज किप वाचिङ आवर भिडियो। थ्याङ्क यू। दाल पकाउनु पर्यो सुरुमा। दाल के छ त कोइज भाइ हालखबर? कोइज भाइ ठिक छ हालखबर? उसको छोड राख्नुपर्छ नि त, तिम्रो फोन आउँछ नि त इमर्जेन्सी भनेर नि। नुन पो छैन कि क्या? चामल धुनु पर्यो। चामल mau pun sudah ada. Mau cetak. Apa bosan lagi tuh? Ini mudah hancur.
Doggy, doggy, doggy. Doggy, doggy, doggy. दाउरा लगाइदेऊ न त अलिक धेरै त आएछ धेरै दिन समयपछि Lo pakai lah. म घुमी ओरी आउनुभयो जुगाले पानी पर्यो पानीले भेटायो नि त होइन तपाईँहरूलाई जुक्कादेखि डर लाग्दो रहेछ तपाईँहरूलाई बाहिर खोल्नुपर्छ दाजुले फाल्नु भएको त्यसैले टिप्दैछ मास्तिर चाहिँ कसो गर्नुभयो त कति कठायो जुगाले आज त आएन यो मात्रै हो हामीलाई त राति टोक्छ जुगाले तपाईँ त मार्नु कि च्याउनु कुचै लाको रहेछ हजुर म पनि फुकिरहेको नि त एक दुई पातमा ल्याएको तलसम्म तलको गोठमा ल्याएर कति पात तपाईँले ल्याउनु भयो काका तपाईँले ल्याउनु भयो होइन एक पात ल्याएको त्यो एक पात बोकेर हाम्रो तलको दुई पात पनि छोडेर हामीलाई गोठमा तल कसले चाहिँ ए छोड राखेर आयो रातै त पर्यो होला नि सबैजना जाने होला भन्यो है साथीले हँसालेर भन्छ कराई पकाएको नि त न्युटेलहरू लाउने थिएछ दुई पात चाहिँ ट्राई गर्नुभयो एक पात चाहिँ तौलबारीसम्म ए त्यो तल्लो तल्ला तल्लो ए उ रहेछ गोकुले रहेछ हौ गोकुले रात भनिदिनु गोकुले बस्नु
यिनको भिजिट गरेर आउनु भयो रमाइलो भयो जोस् पानी परेन पानी परेन पानी परेको भए चाहिँ भिजिट भिसामा थियो काका हिजो आउनु भएको थिएन यसको छोप्ने ल्याउने के हिजो भिजिट भिसामा थिएँ हजुर यो पनि आइपुग्यो होइन उहाँ र मेरो चाहिँ मिलेछ सायद उहाँ र मेरो चाहिँ लगभग यता बसौँ न काकाजी यसलाई पोल्नु पर्यो अलिकति पोलेर खानु पर्छ पोलेर त्यसलाई चाहिँ अचार खानुपर्छ यता आउनु आमा यो के हो यस्तो त्यस्तै ए यता बसौँ न काकाजी तातो बस्छ ताप गरम भयो आगोको भोकाइसक्नु होला काकाजी पनि कैस भाइ भोक लाग्यो छैन हौ मलाई त छैन हौ 100 के पो जाँदैछ त तपाईँहरूको मेरी कान्छी भन्दा त के अरे मेरी छोरी भन्दा त चल्दैछ त अबै त्यो त कम्ती राम्रो छ मेरो छोरी चाहिँ कति जाँदैछ अहिले ए अहिले त ठप्प भएको बिर्को लागि अहिले बन्द भएर फुलबारी भयो फुलबारी पनि फुलबारी पनि त्यति चलेको छैन है दाजु के चल्दैछ छैन अहिले अब 4 भाग मात्रै खेलेर आयो भ्याइँदैन पनि दुईटा मुभी छोडेर आइयो खर्क चाहिँ हिट हुन्छ दुईटा मुभीमा पनि बोलाएको थियो अब हस् हजुर म धेरैपट्टि हात हाल्दिनँ अब एकैपट्टि गर्नुपर्छ अनि पछि पो यता थालबाट थालमा देख्छु त कहाँ आयो मान्छे भन्छु छैन त्यो सानो सानो रोल हो त्यहाँ भुसन दालकोमा चाहिँ ठुलै रोल छ हौ त्यहाँ चाहिँ कति छ त्यहाँ त ठुलो दुईवटा सिन छ अनि सानो सानो दुई तिनवटा जति छ सिन ठुलो दुईवटा सिन छ अनि 2-3वटा छ सानो सानो त्यसको त भ्युज पनि 1,40,00,000 पुगेको छ नि किन आज त्यति पठाउनु भयो कि यस्तै भयो यस्तै त यो धुँदाखेरि खिचिँदैछ धेरै धुनु हुँदैन कि कस्तो भयो निचाउनु भयो कि के हो धेरै चाकको चाहिँ निचोरेर दिएको त टिका टिका लगाउनु गइरहेको त त्यसरी एकटल भाइले नि हरेकको कथा ल्याउनुहुन्छ है एउटा आन्टीले झन्नै माएर मलाई त्यो खा माम चुरी आइज माम खानु किटी हजुर पल्लोमा बस्नुहोस् न काकाजु त्यहाँनिर काकाजीलाई अप्ठ्यारो हुँदैन नि त त्यसमा उयो यस्तो गर्ने हो टेबल हात चाहिँ हजुर लु खाना खानु आउनुहोस् न बहिनी हजुर चम्मचले खानुहोस् न हजुर निकाल्नु भयो आउनुहोस् है सम्झना बहिनी काका बाउ त साह्रै फटाको हुन थाल्नु भएछ आफ्नो भाग हान्न थाले नानी के गर्नु एक्लै हात थाल्नु भएछ हौ छोरी हो नि त छोरी आऊ खाना खानु भन्नु पनि छैन भनेको सुने बस्नुहोस् न बहिनी ए म लान्थेँ नि त नि आज त बाले बोलाएन छोरीलाई है बासा बोलाएको छोरीको फर्केर ओह्रालोमा जाँदाखेरि खाँदियो होला हजुर आज त धेरै हिँड्यो नि दाइ हजुर दिएपछि चाहिँ त्यस्तै हुन्छ हौ हजुर खतम रहेछन् बिहान पनि लु अब जाउँ ढिलो भइसक्यो भन्नुहुन्छ हिँडा गर्नुभयो कहाँ हुन्छ भन्छन् त्यसरी कहाँ हुन्छ भन्छन्
खानु सकिन्न होला नि म त खाइदिएँ फेरि जाने पनि अब अनि हिँडेको खुट्टा दुखेर आमामा धेरै हिँडेर मेरो पनि त्यस्तै भयो तर पर्सि छुट्टीमा म त अब जाने हो काठमाडौँ सुई लाएर बसी बसी खान छोडेर लकर लगाइदिन्छ खुट्टा दुखिन्छ दुःख नगरी कहाँ सजिलोमा पैसा छ हौ हजुर भन्ने यस्तो भात पनि खानु मन लागेन गलेर म त खान्छु आज बिहानसम्म घिउसँग भएको पेटै कस्तो भएर बल्ल बल्ल सन्च भयो के हो चिया 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 त पातलो थियो बेलुकी बस्नुहुन्छ नि बिहानै धन्दा सन्दा गरेर 8-9 बजी त्यसपछि राइट हुन्छ हजुर धेरै मासु खायो भने त रोग पो लाग्छ त जिब्रो नै ट्विस्ट नै हो नि त किरा आउँदैछ मलाई त पुरा आगोमा पऱ्यो त टेस्ट लाग्छ नि हाम्रो घरतिर मिठो परेर हुन्छ। खाएको भन्नु त्यहाँ रुम उस्तो कुरा हाम्रोतिर खाँदा खानु दिदी गम गम अस्ति म ग्यास्ट्रिकले क्या साह्रो भएको रहेछ ग्यास्ट्रिक भएको रहेछ केही देख्नै हुँदैन थियो बासना केही आउनु हुँदैन थियो कस्तो हुन्थ्यो अहिले दबाई खाएर त खाना रुच्ने दबाई खाएर त भोक लाग गर्छु दिने पछि खालि मैले चाहिँ फर्स्टचोटि भोगेँ ग्यास्ट्रिक नम्बर त अब दुइटा छ खम खम भन्छ है लास्टमा हामीलाई पनि मार्ने हो कि भन्ने डरले अब के थाहा मान्छेले चलाउँछ र त्यो जता लगे मान्छेले ल तपाईँ हामी अगाडि हाल्यौँ खानु त भएन खाना थियो होइन खाएँ नि म त भात धेरै थियो हजुर के खानु भएन मास्टर मात्र रह्यो सम्झनाले चाहिँ धेरै खाएन के भइसक्यो त न्युट्रेला ताजा कहिले खाएछ टाढो हिँड्ने बानी होइन त्यही भएर बानी छैन हराइसक्यो नि कति वर्ष भइसक्यो काठमाडौँ बानी छैन र तपाईँलाई 7 वर्ष जति भइसक्यो काठमाडौँ गएको पनि यो आगेर खुट्टा दुखेर हजुर कस्तो नि हुन्छ भनेर क्या हजुर ठिक छ राम्रो हुन्छ नि बिहान फेरि बिहानै धेरै हिँड्यो क्या उभो डाँडा गयो त्यो हाँस पोखरी गयो त्यहाँबाट उभो गयो हामीले त अलिअलि पानीले कुटो कि जाँदा जाँदै त्यहाँदेखि त त्यहाँ पुग्ने बिस्कुट कामेर खरर फेरि चिसोको खाना दिएँ त्यो चिसोको खाएपछि त झन् कामिलो म न्युट्रेला बनाउनु छ न्युट्रेलाको मम चाहियो